क्लोनिङ भन्ने शब्द सुन्नसाथ कस्तो साइन्स फिक्सन फिल्महरूको याद आउँछ होइन त? तर साँच्चै भन्नुपर्दा यो कुनै जादु होइन, यो त एउटा एकदमै सटिक वैज्ञानिक रेसिपी जस्तै हो। ल, आज हामी यही रेसिपीका हरेक चरणलाई केलाएर हेरौँ है त। त्यसो भए प्रश्न एकदमै सरल छ। कुनै पनि जीवको दूरस्थै आनुवंशिक प्रतिलिपि माने एउटा क्लोन आखिर बनाइन्छ तरी कसरी? हो, यसको जवाफ लुकेको छ एउटा विशेष वैज्ञानिक प्रक्रियामा, जसलाई भनिन्छ सोमाटिक सेल न्युक्लियर ट्रान्सफर वा छोटकरीमा SCNT। वास्तवमा हामीले कुरा गरिरहेको रेसिपी भनेकै यही हो। ल है त, अब हाम्रो रेसिपीको पहिलो भाग सुरु गरौँ। यसमा हामीलाई चाहिने दुईवटा मुख्य सामग्री वा भनौँ बिल्डिङ ब्लक्स तयार पार्नुपर्छ। सबैभन्दा पहिले त हामीलाई चाहिन्छ दाताको एउटा अण्डाकोष। अब यो पाउनको लागि दातालाई हर्मोन दिएर अण्डा उत्पादन गर्न लगाइन्छ, अनि त्यो अण्डा पाइसकेपछि त्यसभित्र भएको त्यसको आफ्नै न्युक्लियस भनेको त्यसको जेनेटिक जानकारी झिकेर फ्याँकिन्छ। यो प्रक्रियालाई एन्युक्लिएसन भनिन्छ। यति गरेपछि त्यो अण्डाकोष पुरै खाली हुन्छ। अनि दोस्रो सामग्री त्यो हो सोम्याटिक सेल। यो चाहिँ जुन जीवको क्लोन बनाउनु छ त्यसैको शरीरबाट लिन्छ, जस्तै स्तनको कोष वा छालाको कोष, मतलब शरीरको कुनै पनि कोष जसमा त्यो जीवको पुरै जेनेटिक ब्लुप्रिन्ट वा भनौँ नक्सा रहेको हुन्छ। ल, अब आउँछ सबैभन्दा महत्त्वपूर्ण र डेलिकेट भनौँ न एकदमै संवेदनशील चरण, आनुवंशिक सामग्रीको अदलाबदली। साँच्चीको जादु हुने भनेकै यही हो। अब के गरिन्छ भने त्यो सोम्याटिक सेलबाट निकालिएको न्युक्लियसलाई अघि खाली पारेको अण्डाभित्र सारिन्छ। हो, ठ्याक्कै यही क्षणमा नयाँ आनुवंशिक पहिचानको सुरुवात हुन्छ। यो न्युक्लियस सार्ने पनि दुईवटा मुख्य तरिकाहरू छन्। पहिलो तरिका हो इन्जेक्सन। यसमा एउटा एकदमै सानो सुई प्रयोग गरेर न्युक्लियसलाई सिधै खाली अण्डाभित्र हालिन्छ। एकदमै सटिक काम हो यो। अनि अर्को तरिका छ इलेक्ट्रिक फ्युजन। यसमा चाहिँ बिजुलीको सानो झट्का दिएर त्यो सोम्याटिक सेल र खाली अण्डालाई एक आपसमा जोडिन्छ, फ्युज गरिन्छ। ल, प्रयोगशालाभित्रको यो सूक्ष्म काम सकिएपछि अब सुरु हुन्छ एउटा पूर्ण जीव बन्नेसम्मको लामो यात्रा। अब त्यो नयाँ बनेको कोषलाई विभाजित हुन यानि डिभाइड हुन र एउटा भ्रूण बन्नको लागि स्टिमुलेट गरिन्छ। अनि जब भ्रूण तयार हुन्छ त्यसलाई एउटी सरोगेट आमाको पाठेघरमा राख्ने काम हुन्छ, जसलाई प्रत्यारोपण भनिन्छ। त्यसपछि त सरोगेट आमाले त्यो क्लोनलाई सामान्य गर्भधारण अवधिभरि आफ्नो गर्भमा हुर्काउँछिन्। जस्तै गाईबस्तुको कुरा गर्ने हो भने यो अवधि लगभग 283 दिन जति हुन्छ। र यो अवधि पूरा भएपछि एउटा नयाँ जीवको जन्म हुन्छ, जुन आनुवंशिक रूपमा चाहिँ दुरुस्तै उस्तै हुन्छ। ल, त्यसो भए सुरुदेखि अन्त्यसम्मको यो पुरै प्रक्रियालाई एकचोटि छोटकरीमा हेरौँ है त। सुन्दा त सिधै छ। सुरुमा एउटा खाली दाता अण्डा लिने, त्यसमा सोमाटिक सेलबाट निकालेको न्युक्लियस हाल्ने, अनि त्यो कोषलाई विभाजित हुन लगाउने। त्यसपछि बनेको भ्रूणलाई सरोगेट आमामा प्रत्यारोपण गर्ने र अन्तमा एउटा आनुवंशिक प्रतिलिपि अर्थात् क्लोन जन्मिन्छ। अनि फेरि एकपटक याद गरौँ, हामीले भर्खरै जुन प्रक्रियाबारे कुरा गर्यौँ त्यसको वैज्ञानिक नाम हो सोम्याटिक सेल न्युक्लियर ट्रान्सफर अथवा SCNT। हो, यो प्रक्रियाले एउटा जीवको दुरुस्तै जेनेटिक नक्कल त तयार पार्छ, तर एउटा गहिरो प्रश्न पनि उब्जिन्छ। आनुवंशिक नक्सा एउटै हुँदैमा के त्यो जीवको जीवनको कथा पनि उस्तै हुन्छ त? सायद हुन्न। यसले पहिचान र उसले हुर्कने वातावरणको भूमिका कति ठूलो हुन्छ भन्ने कुरालाई सोच्न बाध्य बनाउँछ।